राष्ट्रिय गान पनि बजाएको थियो है? बजाएको थियो। त्यो राष्ट्रिय गान के हो बताइदिनुहोस् न। नाम चाहिँ यो थियो के हो राष्ट्रिय गान? ढुङ्गा फुल थियो त्यो। ढुङ्गा होइन? हजुर नेपाली हो। अलि मेयर साहब भन्न सक्नु भएन। ठिक छ, म अन्त्य जान्छु। यो ढुङ्गा पुलका हामी एउटै महानेपाली माला नेपाली कस्तो बिर्से। राष्ट्रिय गीत के हो हाम्रो देशको भनिदिनुहोस् न। सयो थुङ्गा फुलका हामी एउटै माला नेपाली हिमाल तराई पहाड कोही छैन पढाइ। राष्ट्रिय गीत के हो? जिल्ला बारा म राष्ट्रिय गीत सोधिरहेको छु, तपाईँको एड्रेस छैन। राति उहाँ सिकाउँदै हुनुहुन्छ? सजोग फुन्का उपप्रमुखजी हुनुहुन्छ? हजुर। हाम्रो देशको राष्ट्रिय गीत के हो? सयो थुङ्गा फुल्का हामी। सुनाइदिनुहोस् न। सयो फुलका ढुङ्गा हामी के अरे सयो थुङ्गा फुल्का हामी एउटै माला नेपाल राष्ट्रपति। आवाजै होइन त। चिन्ता नगर बालक, तिम्रो हात दिउ। तिमी एउटा बुढीको कोही बन्दैछौ। थाईलैंड की प्रधानमंत्री पेटोंगटान के बोले दिदी, के बोले? नामै त्यही छ त के हो। यहाँ यो चामल लिन आएको के? चामल बेच्नु त तपाईँले हो नि? हो, नमस्ते। चामल लिन आउनु भएको? हजुर। ल हेर्नु त यो चामलमा के रहेछ यहाँ भित्र, बाहिरबाट देखिएको यी चामल लिन आउनु भएको? हजुर हो। किरा लिन आउनु भएको त होइन? यो ठाउँको नाम के हो नि? नेपाल? यो ठाउँको नाम भनेको तिम्रो नाम होइन? नेपाल हो। ओ माय गॉड। नेपाल के? It was at this moment that he knew he fucked up. तँ हो यो? Run. बिहा भयो कि नै बहिनी? हजुर बिहा त भइसक्यो। श्रीमान कहाँ हुनुहुन्छ? श्रीमान त मै हो, श्रीमती घरै छ। दिनभरि काम गर्ने, भारी बोक्ने अनि यहाँ सुत्ने? यहाँ सुत्ने। अनि अस्ति त्यो दाई मरेको पनि त्यही हो। त्यो मलाई त्यो दाईको नामको दाईलाई बोलाउनु त त्यो फोन नम्बर छ तपाईँसँग? फोन नम्बर त छैन। ए यहाँ भित्र पनि बस्नु लास्ट है? मैले निकाल्दै हो। गाइस हेर्नुहोस् है, बाढी आउँदैछ। हजुर सचिवजी, हजुर हो सर। नाम शुभ नाम हजुर? मेरो नाम मोहन हो सर। मोहन के? ढुङ्गाना। मोहन ढुङ्गाना। हजुर सर। त्यो महेन्द्र पुलको रसबरीको स्वाद कस्तो थियो? महेन्द्र पुलीको रसबरीको स्वाद? रसबरी स्वाद त मिठै होला नि सर।
50 वर्षको बाबैले श्रीमती लगेपछि यी भाइ अहिले बल्ल बल्ल भेटेको ला भागिसकेछ ओइ भाइ ए भाइ यो भाइ को जति भाइको भाइ गर्छ यहाँ बस्न भाइ बस्न यहाँ बल्ल बल्ल खेदाएर यहाँसम्म तिमीटा बुढीको कोही बन्दैछौ ल मजा छैन बालक मजा छैन बालक प्लेयर यो हाई गर्दे जहाँ पनि पुग्यो को हो को यो कलाकार हो कि के हो कलाकार हो नि त यत्रो नेपालको नम्बर 1 कलाकार हो त अहिले यिनीहरूको जमान छ हामी कहाँ गयौँ तपाईहरु त अब कहाँ जानु थाहा छैन पढ्न मन लाग्छ लाग्दैन लाग्छ पढ्ने हो के छ त्यसो भने के पैसा चाहियो भनेर ब्रो रुद्र मोदी चोक कता हो हाल्नु न हरा